हेलो सबैजनालाई नमस्ते छ मेरोबाट है र यो मेरो सानो मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। र आज चाहिँ म के गर्नु गइरहेको छु भने आज चाहिँ मैले यो सानो फ्लावर बेड गर्न गइरहेको छु है। यो कस्तो के लाग्छ है र म बनाउनु गइरहेको छु, हेरिदिनुहोस् होला है। मन परेमा लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला है। र अहिले चाहिँ यस्तो छ है, अब एकछिनमा के कस्तो बनिन्छ हेरिदिनुहोस् होला। यो अन्त मैले यो बलुन ल्याएको छु एक प्याकेट, अन्त यो पेटल्स ल्याएको छु, यो पेटल्स भन्छ, यो चाहिँ फ्लावर, यो रोज तिनवटा ल्याएको छु। अन्त अब यतिले चाहिँ म कस्तो बनाउँदो रहेछु हेर्नुहोस्। अन्त यो अलिकति स्टार्ट गरेँ है, यसरी यसरी राख्नुपर्छ नि त यो। अब अहिले हेर्नुहोस् कसरी बनाउँछ। र यति चाहिँ सकिसकेँ है मैले। अब फेरि यहाँ गर्नु चाहिँ डल्लै छ है काम चाहिँ। अब म यो क्लियर गरेर देखाउँछु तपाईँहरूलाई। दुईटा हाँच बनाइसकेँ मैले है। अब चाहिँ यो बिचमा मैले रोज राख्नुपर्ने चाहिँ हेरिदिनुहोस् होला। र मैले यहाँ विथ लभ लेखिदिइसकेँ है, विथ लभ। अन्त यहाँ मैले फुल पनि यसरी राखिदिएको छु, यहाँ विथ लभ लेखिदिइसकेँ। अब अझै अलिकति छ गर्नु पनि हो, गरेर फुल भिडियो हेरिदिनुहोस् होला कस्तो हुन्छ है। र मैले यति चाहिँ गरिसकेँ है, अझै अलिकति छ यसमा गर्नुपर्ने। यति चाहिँ गरिसकेँ, अब अलिकति चाहिँ गर्नुपर्ने है। यो अब रुम चाहिँ फाइनली बनिसक्यो, हेर्नुहोस् होला है। यस्तो भयो है यो रुम चाहिँ तपाईँहरूको चाहिँ फ्लावर बेड भन्छ। तपाईँहरूले कसैले यस्तो बुकिङ गर्न चाहनुहुन्छ भने मलाई भन्नुहोस् है, बनाइदिइहाल्छु। यति चाहिँ म भन्न सक्छु, यति ट्यालेन्ट चाहिँ छ मेरोमा पनि, अरू नभए पनि। यस्तो भएको छ, टाढाबाट देखाइदिउँ तपाईँहरूलाई। हेलो रेडी भइसक्यो है। अब चाहिँ हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच सबैजनालाई है। हेर्नुहोस् होला यस्तो भयो है। मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु। थ्याङ्क यू सबैजनालाई।